उत्तर दिन्छु। सामान्य सर्ट टर्म सोल्युसन, मैले अघि नै लङ टर्म सोल्युसन भने 1500 मोडल भनेर। सर्ट टर्म सोल्युसनमा तपाईँले के गर्न सक्नुहुन्छ भन्दै गर्दाखेरि अहिले भर्खरै सामान्य लाग्ला सोभियो चुनाव चलिरहेछ, सामान्य हो, देशको चुनावको तुलनामा सामान्य हो, तर सोभियो चुनावमा मात्रै पनि तपाईँले विद्यार्थीहरूलाई स्वतन्त्र जान दिनुहोस्। अबको तपाईँका पार्टीका एजेन्टहरू ठगहरू नै भन्छु म, विश्वविद्यालय ध्वस्त बनाउने, प्रोफेसरहरूलाई पुरै पार्टीको ठप्पा लगाएर राख्ने, भेडा बाख्रा जस्तो ट्रिट गर्ने होइन। भेडा बाख्रामा साउले आफ्नो भेडाहरूलाई चिन्नको लागि कानमा कसैले ट्याप लगाउने, कसैले कलर लगाउने गरेर त्यस्तो गराएको, त्यस्तै होइन तपाईँले विश्वविद्यालय बनाएको। त्यति गर्न छोडिदिनुहोस्। तपाईँले अहिले आफ्नो सोभियो चुनावमा भइरहेका विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा जान दिनुहोस्, पार्टीको दबदबा छोडिदिनुहोस्, पहिलो नम्बर 1। दोस्रो नम्बर, तपाईँका कर्मचारी सङ्गठनहरूलाई अब पार्टीसँग नटास्यो, तिमी आफ्नै बलबुतामा बाँच, आफ्नै पर्फर्मेन्समा बाँच भन्नुहोस्। सबै ठाउँमा हरेक पत्रकारदेखि लिएर सबैमा आफू पार्टीको सबै छोडिदिनुहोस्। नेपाली जनताको बारेमा सोच, तिमीहरू पार्टीको बारेमा सोच्नु पर्दैन। काङ्ग्रेस सिद्धिएर केही माखो पनि हुँदैन, एमाले सिद्धिएर केही माखो पनि हुँदैन, माओवादी सिद्धिएर के हुन्छ? देश सिद्धिनु भएन। प्रत्येक जनताहरू बाँच्नु पर्यो, प्रत्येक जनतालाई समान रूपमा ट्रिट गर्नु पर्यो। चाहे त्यो काङ्ग्रेसको होस्, चाहे एमाले होस्, चाहे माओवादी होस्, चाहे स्वतन्त्र हुन्, चाहे जोसुकै हुन्, चाहे राजावादी हुन्, सबै नेपालीहरूलाई एउटा नेपाल देश छ, सिस्टमले काम गर्छ, कर्मचारी तन्त्रले काम गर्छ भन्ने एउटा आभास फिल गराउनुहोस्। त्यो आभास तपाईँले जम्मा 1 वर्षमा गर्न सक्नुहुन्छ। तपाईँ त अहिले 2 तिहाई छ नि त, काङ्ग्रेस एमाले 2 मिल्नु भएको छ नि त। तपाईँले अहिले नारायणघाटदेखि बुटोलको सडक बनाउनलाई कसले रोक्छ? कानुनले रोक्यो भने कानुन तपाईँले परिवर्तन गर्न सक्नुहुन्न। अहिले को चाहिँ छ तपाईँको प्रतिपक्ष भन्नुहोस् त? तपाईलाई अबको 1 महिनामा कानुन जेले रोकेको छ नारायणघाट बुटोलको सडक खण्ड जम्मै हरित बिजोग बनाउनको लागि, त्यो कानुन परिवर्तन गर्न सक्नुहुन्न, त्यो ठेकापट्टा क्यान्सल गर्न सक्नुहुन्न। अबको 1 वर्षमा तपाईँले किन बाटो बनाउन सक्नुहुन्न? किन सक्नुहुन्न? त्यति बनाउनुहोस् त ल, त्यति बनाउनुहोस् त। जनताले कसरी यो फ्रस्ट्रेसन कसरी आप तपाईँहरूकै फेभरमा जाँदैन? तपाईँलाई अहिले बाटो समृद्धि विकास गर्नलाई कसले रोकेको छ? तपाईँले विश्वविद्यालयहरूलाई बलियो बनाउनलाई कसले रोकेको छ भन्नुहोस् त। त्यही भएर राजतन्त्र तपाईँले आउने हो भने शेरबहादुर केपी ओली प्रचण्डज्यू तपाईँले आफै ल्याउने हो। तपाईँले आफैले नै आफ्नै चिहान खनिराख्नु भएको छ, ख्याल गर्नुहोस्। र हामी नाति पुस्ताहरूको जीवन तपाईँले बर्बाद गरिराख्नु भएको छ। गर्नुभएको छैन हेर्नुहोस् त एकचोटि। यदि तपाईँहरूको अझै पनि ढक्कन नखोल्ने हो भने हामी जस्ता नाति पुस्ताहरू हामी जन्मिसकेपछि 47-48 साल पछिका प्रत्येक कुरा हामी तपाईँलाई 1% पनि डिस्काउन्ट दिनेवाला छैन। हेर्नुहोस्, तपाईँले जेल राख्नुपर्छ, हामी जेल राख्न पनि तयार छौँ तपाईँले यदि अपराध गरेको हो भने। तर त्यसको रूपमा स्पष्ट देखिन्छ कि तपाईँले अपराध गरिराख्नु भएको छ भन्ने। तर त्यो नियम कानुन संस्थागत सिस्टमले काम गर्छ र त्यो संस्थाले सिस्टमले तपाईँलाई अपराधी ठहर्छ भने तपाईँ अपराध गरेको विषयमा तपाईँ जेल जानुपर्छ। सम्भवतः केपी ओली शेरबहादुर प्रचण्डज्यू तपाईँहरूलाई जेलमा जानुपर्ने हो भने जेलमा सँगै राख्छौँ। तपाईँहरूलाई सँगै राखेर हाम्रो नाति पुस्ताहरूलाई कसरी ध्वस्त बनायौँ एकचोटि अनुसन्धान गर्नुहोस्, एकचोटि बहस गर्नुहोस् तपाईँहरू आफै। र त्यति भन्दै यदि साँच्चै देशलाई तपाईँले